यो चाहिँ दिपेश मोक्तान ब्लक होइन, यो चाहिँ धेरै पछि ब्लक आइरहेछ होइन। म चाहिँ श्रीकृष्ण स्कुल जाँदैछु होइन। अनि साथीहरूले चाहिँ बिहानैदेखि किचकिच गरिरहेको थियो कि होइन, भ्लग खिच्न आइज भनेको थियो। अनि म चाहिँ भ्लग खिच्न जाँदैछु होइन श्रीकृष्ण स्कुलमा होइन, म पहिलेको पढेको स्कुलमा होइन। त्यो स्कुल चाहिँ एकदम राम्रो छ होइन। हजुरहरू चाहिँ पढ्न जानु सक्नुहुन्छ श्रीकृष्ण होइन, धापाखेल ललितपुर होइन। सरहरू नै एकदम राम्रो छ होइन, डिसिप्लिन पनि खतरा छ होइन। अनि केटीहरू पनि एकदम राम्रो छ होइन। हजुरहरू चाहिँ त्यो स्कुलमा पढ्न सक्नुहुन्छ होइन, एडमिसन गरेर पढ्नुहोस् होइन, एकदम राम्रो छ होइन त्यो स्कुल चाहिँ होइन। हजुरहरू चाहिँ पढ्नुहोस् होइन। म चाहिँ भ्लग खिच्न जाँदैछु आज चाहिँ श्रीकृष्ण स्कुलमा चाहिँ दसैँ प्रोग्राम र त्यो भएर मलाई साथीहरू चाहिँ प्रोग्राममा आइज भ्लग खिच्न आइज भनिरहेको छ। अनि त्यो भएर मलाई त्यो पनि हुन्छ नि त, त्यो पनि कन्टेन्ट हुन्छ भनेर म चाहिँ स्कुलमा भ्लग खिच्न जाँदैछु होइन। हजुर चाहिँ हेर्दै जानुहोस् होला। फाइनली होइन हाम्रो चाहिँ स्कुलमा आएको छ होइन। यहाँ हेर्न सक्नुहुन्छ स्कुलको होइन यस्तो नजिसका। हामी चाहिँ दसैँको प्रोग्राम हेर्न आएको छ होइन, दोस्रोमा चाहिँ होइन। स्कुल आइसक्यो होइन, यो छ हेर्न सक्नुहुन्छ दसैँ प्रोग्राम भइरहेको छ स्कुलमा होइन। हामी चाहिँ हेर्न जाँदैछु होइन। हजुरलाई कस्तो लाग्यो होइन कमेन्ट डाउन बिलो होइन। शेयर सब्सक्राइब I just call when I feel what one
हजार कसैलाई के पो कहाँ पुग्यो तिम्रो साथी हेर आजको भोलिनिर कहाँ पुग्यो भावना मनभित्र हजारौँ प्रश्न आफूले आफूलाई सोधेको मनभित्र हजारौँ प्रश्न छ कसैलाई के भन्ने कहाँनिर पुग्यो त थाहा छ तेरो उमेर मात्र ठुलो हो सोच तेरो अझ पनि बच्चै छ आज गर्ने काम तेरो भोलि सरिरहेछ भोलि गर्ने पनि आउँदैन किन यति ठुलो पदमा बसेर तेरो कुनै नि काम छैन तैँले गरेको कुनै काम यहाँ केही लाग्दो काम छैन भावना कोरेर मनभित्र सोधेर आफूले आफूलाई मनभित्र खोलेर भावना पस्छ यो विचारमा सपना सबै त्यो कहाँनिर खोलेर भावना पस्दैछ खोला जस्तै सहर बस्दैछ मनको बेहोना के हो तेरो सोच के हो तेरो उमेर कहाँनिर पुगेको थाहा छ तेरो उमेर मात्र ठुलो हो सोच तेरो अझै पनि बच्चै छ आज गर्ने काम तेरो भोलि सरिरहेछ भोलि तेरो कहिले नि आउँदैन मनभित्रको पोटा एकिरहेको तेरो तैँले सोधिरहेको तेरो कहाँनिर पुगे त बाटो नि मैले भेटेँ हजारौँ बाटोमा सङ्घर्ष गरेर हिँड्दैछु अझै पनि एक्लै आफ्नो ठाउँमा भनिरहेको होला हेर मेरो शब्द सबैजना बोलिरहेको भोलि मिल्दैन त्यो मिठो कल सुनिरहेको यहाँ के हुन्छ होला कसैलाई के गर्ने होला थाहा छैन जिन्दगी बाटो तो बाटो अप्ठ्यारो भिरालो यहाँ कसैलाई के भन्ने I'm the way I'm just like this the way I'm the best of the best the honestly just like the beats of it yeah you wanna be dry and you get me want to be the less right okay I'm ready for this fight and the don't try to and the hate me life and the boo I'm sick I like that you want me damn my stick like don't try to create a hater I want to be them slap in the cage don't try to get them the angry face just like the bitch yeah हामीमा भएको जति सबै हुन्छ नि कसैको थोरै दुःख हुन्छ होला कसैको धेरै होइन जति थोरै दुःख भए पनि मतलब भएन जे होस् यसपालिको दसैँमा रमाइलो गर्नु पर्यो होइन त नमस्ते सबलाई अनि आउँदैछ है दसैँ रमाइलो गर्नुपर्छ बसेर त्यो साइडमै सजिलो चटिलाई हामीलाई हेर न दुःख कसले बुझिदिने कोही पनि छैन सङ्घर्षको बाटो बिरालो अप्ठ्यारो ढ्याउँछ समस्याको बाटो आफूलाई अब तेरो कुरा के हो सुन्ने के हो बुझिने कहाँ हो कहाँ छैन गन्तव्य मेरो नीति कहाँ बुझ्ने त हो जसँग भए पनि कुनै मतलब भएन वास्तविक कुराले होइन जिन्दगीमा पुरा पुनः सुनिरहेको तेरो मैले भनिरहेको होइन बहाना किन बनाउँछे हे तेरो टाइम अघि आयो समस्या भइरहेको सोधिने भनिरहेको कसैले नि के दुखिरहेको तर छैन अझै मेरो भित्री मनले हात खाएको यो कसरी देख्न पर्ने पीडाहरू कस्तो छैन कस्तो कुरा सबै आफ्नै डराइ नाच्छ फेरि खुसी गर्न आऊ भन्ने मात्र साथै नाच्छ कसरी परमामा तिम्रो याद लिएर आऊ कति पर गए सधैँ माया गर्दो रहेछ बल्ल खाना पाए तिमी बिना गाह्रो हुन्छ सपनामा तस्बिरको ढङ्ग आउँछ आधा रातमा झस्किन्छु आफू फेरि एक्लै पाउँछु प्रश्न गर्दै आफैलाई पश्चातापको नाम लिन्छु माफ गर मलाई आमा माफ गर मलाई आमा मलाई थाहा सबै कुरा हामी सबै साथीभाइ मिलिजुली सबैसँगै हात सबैसँगै माथि सबैमा एकअर्काको आड पर्छ आगे बढ्न पार्दैन आउँछ कुकुरहरू टोक्न जिन्दगीको गोली टोक्न सिक्छु बाहिर चाल तर सोच पढामा उनीहरू साइक सलाई परि आगो बल्ल राम्रो कुरा समर्थ सिक नराम्रो कुरा हाल्न राम्रो सोच आबोडाको पानीले पकड्न यस्तै हो जिन्दगी कहिले सजिलो त कहिले अप्ठ्यारो एका नासले हुँदो रहेछ जीवन कहिले उज्यालो कहिले हल्यारो या फेरिन्छ मान्छेको रङ्ग मानिस एक प्रकारको सेपारो लडेछु हुन सिक दुःख सम्झिरुनु बेकार हो म लडे पनि उठ्छु हिँड्छु अनि कुट्छु दुश्मन आए जुट्छु
फाइनली होइन म चाहिँ नि प्रोग्राम हेरेर घर आइसकेँ होइन एकदम रमाइलो भयो होइन एकदम साथीहरूसँग होइन अनि हजुरलाई चाहिँ कस्तो लाग्यो होइन दसैँ प्रोग्रामको हाम्रो स्कुलको होइन कमेन्ट डाउन बिलो होइन थ्याङ्क यू सो मच लभ यु अल बाई